सो हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। त आज टाउकोमा फेटा बाँधेर म आज कहाँ जाउँ भनेर सोचिरहेको थिएँ। आज मलाई फंक्सनमा पनि जानु थियो। यति भन्दै मेरो रात पर्यो। रात परेको बादमा म यस्तो साथीहरुलाई कुरो गरेको जाउँ भन्न थालेँ। जाउँ भनेपछि म निक्लिगएँ। निक्लिने बित्तिकै अब यी रास्तामा हेरेको साह्रै पाट लागेर रास्तै नदेखिने रहेछ। अनि यसो केटाहरुसँग गफगाफ गर्दै जाँदाखेरि त आधी रास्ताबाट त हामी रस्तै भुलिन्छौँ। त्यहाँबाट फेरि हामीहरू घुर्दै फेरि हामीहरू जाँदैछौँ अहिले फंक्सन हेर्नुलाई। फंक्सन कहाँ छ भन्दाखेरि अब यहाँ अलिक अगाडि गएपछि यहाँ तपाईहरुको बरमचन तिनीहरूले अलिकति भित्र पसेपछि गुरुङ 2 नम्बर गुरुङ बस्तीमा रहेछ। अनि त्यहाँ हामीहरू रास्ता खोज्दै जाँदा यहाँ केटाहरूले भन्न थाले कि रास्तै हरायो भनेर। रास्ता खोज्दा यहाँ केटाहरू बौलाउन थाले। घर कता छ भनेर बौलाउन थाले। अब हामीहरू पनि खोज्दै जाँदा साह्रै नै कता गयो रास्ता देखिँदैन। पाट लागेर अगाडि ओइरो छ। अनि हामीहरू चाहिँ यसै बाटो खोज्दै हल्ला गर्थ्यो, बौलाउँदै जाँदै थियौँ। जाँदा हामीहरू अलिक अगाडि पुगेपछि 2 जना दाजुभाइहरूलाई भेट्यौँ। त्यो 2 जना दाजुभाइलाई फंक्सन कता छ दाजु भनेको, खै हामीहरूलाई पनि थाहा छैन। हामीहरू नै बाटो खोज्दै लु भयो, बर्बाद भयो, खत्म भयो। अनि सो गाइस अभी जैसे तैसे पहुंचे हैं जगह में हम लोग। राइडर भाई को कुछ दिखाई नहीं दे रहा था। लु गाइस, 1 घण्टासम्म बाटो खोज्दै बल्ल हामीहरू आइपुग्यौँ। त्यहाँबाट हामीहरू आइपुगेको बादमा साथीहरूलाई यसो हेरेको कतै रहेनछन्। बाटो यसो हेरेको त साह्रै भिड रहेछ बाटोमा साह्रै भिड भएको कारणले गर्दाखेरि हामीहरू पनि यसो छेउछेउबाट जाँदा खाल्डोमा पऱ्यो। खाल्डोमा परेको बादमा जसोतसो अगाडि निस्केर हामीहरू अगाडि बढेर गयौँ। त्यहाँ अगाडि गएपछि अब अलिक अगाडि जाँदै साथीहरू 1-2 जना भेट हुन्छन्। ए भिड है ना फिर दिखाओ ना, वही तो अच्छा है भाई। बाटो खोजेको बादमा हामीहरू बल्ल यहाँ फंक्सनमा खोजेपछि फंक्सन चाहिँ के भन्दाखेरि यहाँ गुरुङ फंक्सन लासार रहेछ। अब यो लासारमा के हुन्छ भन्दाखेरि तपाईहरुले देख्नुहुन्छ। यति भन्दै अगाडि बढेको यसो सुनेको त एकजना आन्टीले भाषण दिनुहुँदो रहेछ। भाषण के को दिनुहुँदो रहेछ त जय गोर्खा भन्नुहुँदो रहेछ। त सबैजना भनिदिनु होला कमेन्टमा जय गोर्खा है सबैजनालाई। अब यहाँबाट हामीहरू गेटबाट बल्ल छिर्यो। यसो छिरेर हेरेको त राम साह्रै नै हिलो रहेछ। यतिको हिलो त के भएर भयो भनेको त साह्रै नै हिलो रहेछ। पत्थरमा बनाएको रहेछ। पानी आएर तीमाथि सबै खत्तम रहेछ। हिलोमा बचिँदै सबै यस्तो हिलोमा त कहिले आइपुगेको थिएन। अनि यसो साथीहरू यसो मुन्टो घुराएर हेरेको मान्छेहरू आउँदै रहेछन्। छिटो आऊ भनेर हामीहरू अगाडि बढ्न थाल्यौँ। बल्ल अहिले आइपुग्यौँ भनेर अभी हम लोग पहुंचे हैं यहाँ में। 1 घंटा से रास्ता ढूंढ के अभी जस्ट यहाँ पे पहुंचा हुआ है। भन्दै यसो मुन्टो फर्काएको यहाँ गुरुङ डान्स भइरहेको छ। यसो जुम गरेर देखाइदिएको नि हजुरहरू पनि हेरिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यति भन्दै यसो मुन्टो नक्क फर्काएर घुराएको त साथीहरू पनि आइपुगेछन्। यति भन्दै यसो मुन्टो फर्काएर यी डेङ्गिया बोकाहरू आइपुगेछन्। अनि अर्को एउटा हामीहरूको साजन डेली ब्लग्सले पनि पुरा आफ्नो ब्लगमा सुट गरिरहेको रहेछ। त्यसको बाद यसो यताउति मिलाएर हाम्रो 2 जना यताउति घुर्न थाल्यो। गाइस अभी हम लोग दोस्तों के साथ मिला हुआ है और ये हमारा साजन डेली ब्लॉग्स है। ये फाइनली टेंगी भन्ने जग्गामा र जाडोको त पुरा नगरौँ गाइस। जाडो चाहिँ के भन्नु अब। तो गाइस अभी हम लोग आगे यहाँ में तो आपको थोड़ा दिखाएंगे। उसके बाद में मिलते हैं आपको। तो गाइस ये हमारा यस्तै हो, हल्का रमाइलो कम्पिटिसन आइयो। बस उहाँहरूलाई सम्मान गर्नुलाई हाम्रो मुख्य सचिव मनोज गुरुङज्यूलाई एउटा प्रमाणपत्र एकजना साथी यता छ अघि बढाउन अनुरोध गर्दैछु। जो लगा हुआ है आपका बाजार वगैरह दोस्त लोग, ये है साजन डेली ब्लॉग से। अभी अपना ब्लॉग शूट कर रहा है। अभी आए हैं पोते देखने के लिए। देखते हैं क्या होता है, देखते हैं। So guys देख सकते हैं हम लोग का नेपाली फंक्शन जो कौन सा जगह में हो रहा है? ये 2 नंबर डिब्रूजान 2 नंबर डिब्रूजान में यहाँ में तो गुरुङ फंक्शन हो रहा है। तो अभी हम लोग आया था यहाँ में घूमने के लिए। तो दोस्त लोग से मिला हुआ है, दोस्त लोग से मिला है। अभी इसके बाद में अभी हम घूमेंगे यहाँ में।
गाइस देख सकते ऐसा हो क्या हम यसो बजारतिर घुम्नु भनेर आएको हिलोले साह्रै तोर प्रशस्ति रहेछ हिलो यसो के भयो भनेको त चप्पल खत्तम भएछ अनि त्यसको बादमा फेरि अलिक अगाडि बढेको झुल्नाहरू पनि रहेछ अनि साथीहरू भन्न थाले गेमहरू खेलौँ भनेर गेमहरू यसो खेल्नु भनेर अलिकति अगाडि बढेको राम हिलो त साह्रै नै रहेछ अनि त्यसको बादमा फेरि हामीहरू अलिक अगाडि बढ्दै जाँदाखेरि एउटा खेल मन पऱ्यो त्यहाँबाट यसो एक दुईवटा चकरी हानु भनेर पस्यौँ सोधेको 10 रुपियाँको दोडा आएर त्यसको बादमा यसो चावडा लिएर हामीहरू पनि खेल्यौँ साथीहरूसँग मिलेर भैया जो गेम में जीतेगा वो वहाँ में आपका है 10 का नहीं है आपका यह नंबर है अगर नंबर में आपको वो बिठा सकेगा तो ये हमें हो लगेगा गेम में सब पार्टिसिपेट 10 का कितना है ब्रो 10 का 2 जितना मिलेगा वो ले जा सकते हैं आप यहाँ से गेम खेल के तो हम लोग का ब्लॉगर गाइस देख सकते हैं यहाँ से बेड लक है अपन लोग का तो ये हम लोग का बिमल फेंक रहे हैं बेड लक गाइस के दूसरा गेम खेलने के लिए आ गए हम लोग ये है टिकट में जय माँ जय माँ क्या आता है देखते हैं हमने इसमें तो आया है छोकरी पर आता है क्या देखते हैं स्केच करो ब्रो देख सकते हैं स्केच कर रहे हैं कितना नंबर निकला 41 नहीं होगा 41 में कुछ नहीं होगा रोटी का लीसी नहीं है घंटा उसमें तो गैस टिकट भी नहीं है 41 ऐसा इसका नसीब में नहीं है पैसा लॉस कर रहा है यहाँ में ये यसो बजार घुरेर आउँदाखेरि यसो गेम सेम खेलेर आउँदा एउटाले भन्नु थाल्यो म पिङ खेल्छु लु नि त मुर्दार पिङ खेल भनेर केटाकेटी जस्तो पिङ खेल्छु भनेर जित गर्नु थाल्यो लु नि त खेल भनेर अनि यसो खेल्न गएको खेलेको पिङ खेल्दै गर पिङ खेल्दै गर म भिडियो बनाउँछु तेरो पनि भिडियो हालिदिन्छु त पनि भाइरल हुन्छ भनेर यसो भिडियो हालेको त्यसको पनि इसको नेपाली में बोलते हैं लिंगे पिंग बोलता है इसको जो हम लोग का नेपाली इसमें कल्चर में आता है ये पिंग जो देख सकते हैं आप लोग अनि यो बच्चालाई भनेको मजाले मचिन भनेको मचिँदैन अनि लु नि त हिँड्दा जाउँ तर अब फेरि अब त्यतिर जाउँ भनेको न घुर्दा घुर्दै त्यता पिङसिङ खेलेर हामीहरू अब स्टेटतिर घुरी आइपुग्यो हो अनि स्टेटतिर आइपुगेर अब मेलामा फङ्सनमा आएको फङ्सनको अब आएपछि त अब एक दुईवटा डान्सर नदेखाइ त भएन अनि यसो घुरेर आएर यता एक दुईवटा क्लिप लिन थालेँ म पनि अनि सबै साथीहरू कहाँ गयो भनेको त यताउति हेरेको त कोही पनि देखिँदैन अनि फेरि खोज्दै म पनि एक्लै भएँ अनि बाद म स्टेटको छेउमा गएर भिडियो बनाउन थालेँ साथीहरूले खोज्दा यसो अगाडितिर बढेको साथीहरू यहाँ नाच्नु थालेछन् एकदम त गाना गाउने सिनमा चढेको त्यतिखेर साथीहरू त नाच्नु अनि त्यसको बादमा म पनि यता तिमीहरू पनि नाच्यो म पनि भिडियो बनाउँछु म पनि नाच्छु भनेर म पनि यता आएँ अब यता सबैलाई नाचेको हेरेर म पनि एकछिन हल्लिन थालेँ यसको बादमा हामीहरू त्यो गर्दा गर्दै त्यसको बादमा हामीहरू घर जाने भनेर भन्न थाल्यौँ त्यसको बादमा हामीहरू पनि घर जाने भन्दा गर्दै नाच्दा कतिखेर 10 बज्यो त हामीहरू पनि थाहा पाएन अनि 10 बज्यो है भनेर अनि यसो साथीहरूलाई भनेको त्यसको बादमा केटाहरू पनि भन्न थाल्यो कि जाने भनेर गोरखाली कुछ हो गया ढाका टोपी सिरमा गोरखाली को छोरो हो ढाका टोपी सिरमा इतिहास पल्टाइ हेर अनि यसो साथीहरूलाई बोलाएर अनि हामीहरू पनि जाने भनेर भन्न थाल्यो अनि त्यसको बादमा हामीहरू पनि एकछिन नाचेर हामीहरू पनि निक्ल्यो थ्याङ्क यू फर वाचिङ यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई
फेरि मिल्नेछु तपाईँहरूसँग अर्को भिडियोमा। लभ यु, बाई।